मेरो नयाँ ब्लगमा हजुरलाई स्वागत छ। हजुरलाई म देखाउँछु हाम्रो घरमा एउटा चीज बन्दैछ। त्यो चीज बनाएको चीज पनि देखाउँछु। हाम्रो घरमा बनाउन लागेको पर्खाल कसरी बनाउँछन् मिस्त्रीहरूले, कतिजना मिस्त्री छन्, को मिस्त्री हुन्, कसरी बनाए त्यो अगाडिको भिडियो मैले अगाडि हालिसके। यताको भिडियो म भिडियो बनाउँछु, आएपछि देखाउँछु कस्तो भिडियो हुन्छ। हजुरले लाइक कमेन्ट सेयर अवश्य गरिदिनु होला। अब सुरु गरौँ। अब कसरी बनाउँछन् बनाएको हेरौँ। देखि त्यो नल्कानिरबाट बन्न सुरु हुन्छ। यस्तै यहाँदेखि यतातिर बन्छ। यो यतातिर घर छ। यो घर हो। घर भइसकेपछि यहाँदेखि यस्तो बन्दै जान्छ। यहाँतिर चाहिँ उ छ, बनाएको छैन, अब बन्छ एकछिनमा। अब हेर्दै जानुहोस् के बनाउँछन् म देखाउँछु। यहाँनिर एउटा लोकल खुर्सानी भन्छन् यसलाई, जमानाको पिरो खुर्सानी छ। यो खुर्सानी कहिले खान पनि सक्दैन। एउटा सिंगल खान सक्दैन। त सिंगल कहिले पनि लेबर साहब आए, यिनै हुन्, आयो भन्दैछन्। ल म आएँ फेरि भन्नु न सुरु। म फेरि आएँ, अब यहाँ काम गर्न क्या हो र। अब यो काम सिद्धाएर जानु छ नि। अब कामै सिद्धाएर नसिद्धिनेसम्म नजाने। अब यो दाइ आएछ नि, त्यहाँदेखि एउटा गेट आउँछ। एउटा गेट आउने हो, यहाँनिर एउटा गेट बन्ने हो। त्यहाँतिर यस्तै हो। यहाँदेखि ड्याम, यहाँतिर पर्खाल लाग्छ। अनि उस साइकल उता राखेका छन्, गर्मीले पट्किन्छ भनेर। यहाँनिर लोकल खुर्सानी छ। यहाँनिर भिन्डी लगाएको छ। अनि त्यहाँनिर छ मेवाको रुख छ। त्यहाँनिर छ आम फलेको छन्। अनि माथि आम फलिरहेको छ। यहाँ अम्बा छ। आउनुभयो खुर्सानी। यो खुर्सानी अहिले दिनुभयो। यसो भिडियो बनाउनु पर्यो त। अब यहाँनिर मसला बन्दैछ। कामको लागि सुरु हुँदैछ काम। अब एकछिनमा काम सुरु हुनेछ यहाँ। अब यहाँनिर पर्खाल लाउन सुरु हुन्छ। पर्खालको जग लाउन सुरु हुँदैछ। अब सुरु गर्दैछन् हाम्रो दिपक दाई। मोहन दाई हुनु, कहाँ दिपक दाई मिस्टेकले भने। हाम्रो मोहन दाई, हाम्रो ठेकदार साहब हुनुहुन्छ। हाम्रो दिलु अङ्कल, हाम्रो हेड मिस्त्री। पुरा टोपी सोपी सही लाउनुहोस्। चाबी पनि हलाउँदै हुनुहुन्छ, बाइकको चाबी।